हाई एभ्रिवान वेलकम सबैजनालाई मेरो भिडियोमा। अनि आज चाहिँ म चाहिँ मेरो फुलहरू मिलाउँदै थिएँ। मेरो फुलहरू मिलाउन चाहिँ धेरै ढिला भइरहेको थियो अनि कति धेरै पुरानो पत्ताहरू अनि पुरानो फुलहरू थियो अनि म चाहिँ आज मिलाउन लागिरहेको छु। त्यस्तो धेरै त छैन तर जति छ त्यतिलाई चाहिँ राम्रो म्यानेज गरौँ भनेर सोचिरहेको छु। जेरेनियम पनि अलिअलि चाहिँ राम्रै फुलेको रहेछ, धेरै पछि घर आउँदाखेरि थाहा भयो। त्यही पनि म ट्राई गरिरहेको छु। अब डबल जेरेनियम कलर मिक्स जेरेनियम पनि लगाउने भनेर। अहिले चाहिँ मेरो जेट प्लान्ट पनि यति ठुलो फस्टाएर आएको छ है। आई एम सो ह्याप्पी फर द्याट। साइड बाई साइड सफा पनि गर्दै अनि फुलहरू पनि मिलाउँदै जाँदै थिएँ म चाहिँ। हेर्नु त साथीहरू कति धेरै फोहोर अनि कति धेरै पुरानो पत्ता भेला भएको रहेछ। अनि भुइँमा पनि यति धेरै लेउ पनि लागेको थियो अनि त्यो सबै फोहोरलाई बढाएर मैले एक ठाउँमा राखेँ अनि त्यसपछि लेउलाई पनि अलिअलि खुर्केँ मैले। अनि त्यति काम सकिसकेपछि चाहिँ भुइँहरू सफा गरेर अनि फुलको पुरानो पत्ताहरू हटाइसकेपछि चाहिँ फेरि म फुलहरू मिलाएर राख्न थालेँ। अनि यति गर्दै आजको भिडियो पनि सकिन्छ। लामो भिडियो लिएर छिट्टै आउँछु भन्दै यो भिडियोलाई चाहिँ यहीँ अन्त्य गर्छु। सो सी यू गाइज, बाई।